के छ मेरो प्यारो जनताहरू सबै सन्चै आरामै हुनुहुन्छ। आजको यात्रा चाहिँ हाम्रो काठमाडौँ चोकदेखि सुकुटे बिचको रहेको थियो। हामीले ठ्याक्कै एक दिन अगाडि प्लान गरायो अनि भोलिपल्ट त हामी रेडी भएर सब चल्दैको बाटोमा रमाइलो गर्दै केटाहरू एकअर्कासँग जिस्किँदै थियो। बाटो पनि त्यस्तो नराम्रो चाहिँ थिएन, एकदमै दामी थियो। ठाउँहरू त मेरो लागि पनि नयाँ थियो, एकदमै राम्रो थियो। हरियाली, डाँडाहरू। काठमाडौँदेखि 2:30-3 बजे हिँड्यौँ। 2-3 घन्टामा चाहिँ सुकुटे बिच पुगिँदो रहेछ। बसोबास त्यता नै हुन्छ, भोलि फर्किन्छौँ। भोलि चाहिँ हामी ऱ्याफ्टिङ गर्ने अनि फर्किने भन्ने हाम्रो प्लान हो। अनि बाटोमा चाहिँ एकदिन रेस्ट गरेर के गर्ने कस्तो गर्ने भनेर एकछिन यसो हामीलाई दाइले टिप्सहरू दिनुभयो। मैले त त्यो स्पिड गर्ने मैले त त्यो त नर्मल लाइसेन्स बिल बुक जस्तो लागेको थियो, किनभने मैले त्यो उनी देखाएको थिइनँ। अनि त्यो एकछिनमै सुकुटे बिच पुग्यो अनि रमाइलो गर्न लाग्यौँ, खाजाहरू खायौँ। खाजा खाएर सकेकै थिएन, केटाहरू के भन्छ स्विमिङ चल्दियौँ भन्छ। स्विमिङ पनि हानिदियो होइन, यस्तो रमाइलो भएको थियो। यहाँ ठिक छ, यहाँबाट ठिक आउँछ। स्विमिङ गरेर सकेकै थिएन, केटाहरू त अब गएर भलिबल खेल्नुपर्छ भने फेरि गएर भलिबल खेल्थ्यो। अनि केटाहरू त यो भएन त्यो भएन भनेर कराउँदैछ है, रमाइलो छुट्टै छ फेरि। भलिबल खेल्दा खेल्दा एकैछिनमा त रात परेछ। अनि हाम्रो गोविन्द भाइले भयो अब भनेर टक्क क्यामेरा अफ गर्यो। त्यसपछि फेरि केटाहरू फुटबल खेलौँ भन्छ, रातिमा फुटबल खेल्न लाग्यो। अनि एकछिन फुटबल पनि खेलियो लियोस्। एकछिन माथि बार साइड आएको फुटबल चलिरहेको रहेछ, वर्ल्ड कप पनि हेरियो। त्यसपछि केटाहरूको गफहरू पनि सुनियो। पुस्कर र म कोक खाएर बसिरहेको लोक अनि चाहिँ हामी सबै सुत्न हिँड्यौँ एकैछिनमा। बिहान उठेर खाजा खायौँ, त्यसपछि हामी ऱ्याफ्टिङतर्फ लाग्यौँ। कस्तो भइरहेछ? एकदम दामी, नाइस।